रक्तदान गरेर जन्मदिन मनाऊ, रक्तदान गरेर जन्मदिन मनाऊ, देशभर यो सन्देश हामी फिजाऊ, देशभर यो सन्देश हामी। नमस्ते। नमस्ते। भोट दिन आउनुभयो। हो, नाम भन्नु पदम त? कुमार श्रेष्ठ। हजुरले योभन्दा अगाडि कति पटक दिनुभयो? 58 चोटि दिइसक्यो होला। कति महिना भयो हजुरले गर्नुभएको रक्तदान? 1, 2, 3 महिना 20 दिन जति भयो। वर्षको 3 चोटि त म नियमित रूपमा दिने गर्छु। दाइ हजुरले दिने होइन त? दिन त मन छ नि, दिएको बल्ल 2 महिना भयो। अस्ति गङ्गालाल गएर दिएर आएँ के। गङ्गालाल कसलाई के भयो र? मेरो आफ्नो मान्छे त होइन, अपरेसन रहेछ गएर दिइहाले। अनि तेरो नाम लेखाइहाल त रक्तदान गर्न। किन रगत दिने? मैले रगत दिएर मलाई के फाइदा हुन्छ? अहिले पनि के कुरा गर्नुभयो होला? दान पनि फाइदाको लागि गर्ने हो र? ए मैले अरूलाई रगत दिएर के फाइदा हुन्छ? दिन्न भने दिन्न। कति धेरै रगत बगिसक्यो। यसको पारा जहिले नि यस्तै हो। हिँड जाऊ। साथमा छ, हामीलाई रगत चाहियो। लौ न कोही हुनुहुन्छ रगत दिने, मेरो बच्चालाई बाँच्न दिनुहोस्। हाम्रो रगतको थोपा 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 उसलाई दियौ, हाम्रो रगतको थोपा 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 उसलाई दियौ, मर्छु होला भन्ने उसलाई जीवन दान दियौ, मर्छु होला भन्ने उसलाई जीवन दान दियौ, रक्तदान गरौँ, रक्तदान गरौँ। सुन्नुस् न साथीहरू, अब आजको बैठक सुरु गरौँ है। अब आउने बिहिबार हाम्रो सरकारले रक्तदान कार्यक्रम आयोजना गरौँ है त। कस्तो राम्रो कुरा। मैले त अस्तिको पाला दिन पाएको नि थिइनँ, यो पल्ट दिने सोचिरहेको छु। रक्तदान नि के गर्नु, अस्ति बहिनीलाई चाहिएको बेला पाइएन, आफूले 6-7 चोटि गरिसक्यो। आफूले दिँदा निशुल्क दिनुपर्ने, आफूलाई परेको बेला पैसा तिर्नु। पैसा तिर्ने कुरा गर्छौ? आजकल त पैसा तिरेर पनि पाइँदैन भन्या। नमस्ते दिदी, बस्नुस् न। नयाँ आएको साथीहरूलाई परिचय गराउँ भनेर। उहाँ हाम्रो सर्कलको सल्लाहकार। नमस्ते। बस्नुस्। अनि के कुराको छलफल हुँदैछ साथी हो? रक्तदानकै बारेमा छलफल हुँदैछ दिदी। यस विषयमा समीरको ठुलो चित्त दुखाइरहेछ नि त। चित्त दुख्दैन त? आफूले दिँदा चाहिँ सित्तैमा दिनुपर्ने, अनि आफूलाई चाहिएको बेलामा चाहिँ पैसा तिर्नुपर्छ। तिमीले कुरा बुझेनौ क्या समीर? खुब बुझ्या रहेछौ, तिमीले बुझाउ न त। पहिला कृष्ण दाइको कुरा त सुन। के कुरा हो कृष्ण दाइ? बुझाउ न त हामी पनि। मैले बुझेको कुरा साथी हो, दाताबाट लिएको रगत सिधै बिरामीलाई चढाउने होइन, त्यसको विभिन्न प्रक्रियाहरू हुन्छ। त्यसको HIV टेस्ट गर्न पर्छ, हेपाटाइटिस टेस्ट गर्न पर्छ र अन्य रोगहरूको टेस्ट गर्न पर्छ, र त्यो राख्नको लागि ब्लड ब्याङ्क पनि चाहिन्छ। हो, त्यही ब्लड ब्याङ्क र अन्य टेस्टहरूको पैसा लिने हो। तर साथीहरू, यति कुरा त सरकारले व्यवस्था गर्दै पनि आपतमा परेकाहरूलाई त राहत मिल्थ्यो नि है। सरकारले व्यवस्था भन्ने कुरा सुनेको थिएँ, आशा गरौँ हुन्छ होला। अब अर्को कुरा बुझौँ न त साथीहरू, हामीले चाहिएको बेला रगत पाउँदैनौँ किन? त्यसको लागि हामी सबैजनाले नियमित रक्तदान गर्नुपर्छ। रक्तदान कार्यक्रम गर्न लाग्नु भएको रहेछ, धेरै खुसी लाग्यो। तपाईँहरू कार्यक्रम सफल होस्। सफल हुनका लागि त तपाईँ जस्तो मान्छेले सहयोग गर्नु पर्यो नि सर। भन्नुहोस् न, मैले के सहयोग गर्नु पर्यो? तपाईँले जे सक्नुहुन्छ त्यही सहयोग गर्दा हुन्छ नि। ल ठिक छ, त्यो दिनको रक्तदाताहरूको लागि मेरो तर्फबाट सबैलाई कम्प्लिमेन्ट गरिदिन्छु कोल्ड ड्रिङ्क्स हालेर। ठिक छ? वाह, धन्यवाद। सिस्टर उता ल्याबमा हेर्नुहोस् के छ अवस्था। तपाईँलाई एबी ग्रुप चाहिने रहेछ, त्यो अहिले हामीसँग सकिएको छ, भरे मात्रै व्यवस्था हुन्छ। के तालो तपाईँहरूको यस्तो? यो ब्लड ब्याङ्क भन्ने अनि रगत चाहिँ छैन भन्ने? त्यस्तो होइन, अहिले डोनेसन प्रोग्राममा गइरहेको छ, भरेसम्म रगत म्यानेज हुन्छ। अहिलेको लागि आवश्यक भए तपाईँले आफ्नो मान्छे आफै खोजेर ल्याउनु पर्छ, अनि मात्रै व्यवस्था हुन्छ। प्लिज सर, जसरी भए पनि गरिदिनु न। मेरो भाइ एकदम सिरियस छ, जसरी भए नि चाहियो कि सर। ओइ रविन्द्र, किन चिचाइरहेको हा तिमी? ए मेरो भाइ एकदम सिरियस छ, यहाँ रगतै छैन भने हेर्नु न। एक्सक्युज मी सर। किन चिच्याएको? चिच्याएर मात्र काम बन्छ र भने? एकैछिन बिजी छु ल, पछि कुरा गर्छु। के गर्छस् त यार? तिमी जस्तो मान्छे हाम्रो नेपालमा बढ्दै गएको छ। तिमी आफ्नो रगत अरूलाई दिन नचाहने, अनि अरूले तिमीलाई रगत किन दिन्छ त? हो, सरले राम्रो कुरा गर्नुभयो। हेर्नुहोस्, अहिलेसम्म मानव रगतको विकल्प भनेको मानवकै रगत हो। साइन्सले जतिसुकै प्रगति गरे पनि अहिलेसम्म मानव रगतको आविष्कार गर्न सकेको छैन। त्यस कारणले तपाईँको रगत उहाँलाई, उहाँको रगत तपाईँलाई। बुझिस् त? बुझे। त्यसो हुनाले हरेक व्यक्तिले नियमित रक्तदान गर्नुभयो भने रगतको स्कार्सिटी रहने छैन। थप जिज्ञासाको लागि तपाईँ रक्त सञ्चार केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। अनि उहाँहरू जस्तो हुनुहुन्छ, उहाँले कार्यक्रमहरू आयोजना गर्नुहुन्छ, मोटिभेसन कार्यक्रमहरू चलाउनुहुन्छ, त्यस्तोमा सहभागी हुनु पर्यो। र यो रक्तदान र यसको प्रक्रियाको बारेमा तपाईँले धेरै जानकारी पाउनुहुनेछ।
हुन्छ हस्। यदि नियमित रक्तदान गर्ने हो भने अरूको ज्यान पनि जोगिने, आफू पनि स्वस्थ रहने। रक्तदान गर्दा कसरी स्वस्थ भइन्छ नि यार? हेर्नुहोस्, प्रत्येक 3 महिनामा हाम्रो शरीरको सेल्सहरू चेन्ज हुन्छ। त्यही चेन्ज हुने क्रममा रक्त पदार्थहरू पनि नष्ट हुन्छ। हो, त्यही नष्ट हुने रक्त पदार्थले हामी अरूको जीवन बचाउन सक्छ। अनि अर्को कुरो, सुगर, प्रेसर, मुटु रोगी, दीर्घ रोगी र नियमित कुनै पनि रोगको औषधि खानुभएको छ भनेदेखि त्यस्ता व्यक्तिले रक्तदान गर्न सक्दैन। तर प्रत्येक स्वस्थ व्यक्तिले 3-3 महिनामा रक्तदान गर्न सक्नुहुन्छ। मुख्य कुरो के छ भनेदेखि मानिसहरूलाई थाहा नभएर रगतको पनि नाश भइरहेको छ। रगतको नाश रे? कसरी नि? कसरी भने प्रत्येक रक्त पदार्थको आफ्नै आयु हुन्छ। जस्तै होल ब्लड भनौँ, होल ब्लडको 35 दिन आयु हुन्छ। यदि 35 दिनभित्र बिरामीको लागि युज गरिएन बिरामीको लागि भनेदेखि त्यो आफै डिस्पोज गर्नुपर्ने हुन्छ। र समय छँदै तपाईँले फिर्ता गरिदिनु भयो भनेदेखि त्यो रगतको जति पैसा तिर्नु भएको थियो त्यसमा ग्रुपिङ र तपाईँको क्रस म्याच कटाएर अरू पैसा तपाईँले फिर्ता पाउनुहुन्छ। सुनिस् राम्ररी, तेरो पनि रगत चाहिएन भने फिर्ता ल्याउन मिल्छ नि म्याच छँदै। ए यस्तो पो? अस्ति बुझाउनु पर्दैन त? अब अस्तिको कुरा अड्छ त भागिहालिस्, त्यो कुरा छोड्देऊ। अब आज तेरो भाइलाई भए पनि तैँले दिनुपर्छ। त्यसो भए मैले अहिलेदेखि रगत दिन्छु। आजै दिनुहोस्। आजै दिन्छु। ल ठिक छ, राम्रो कुरा गरिस्। ए हुन्छ पठाइदिनुहोस् न। हुन्छ सर, मैले यो रगत पाउन सक्छु? ए तपाईँ ठिक समयमा आउनुभयो। भर्खरै उहाँले यही ग्रुपको ब्लड डोनेसन गर्नुभएको छ, तर तपाईँ 2 घन्टा कुर्नुपर्छ है। रगत छ भने किन कुर्नु पर्यो? दिए भइहाल्छ नि। यहाँ तपाईँलाई कम्पोनेन्ट PRP लेखिदिएको छ, त्यो बनाउन 2 घन्टा लाग्छ। कुर्नै पर्ने? ल आउनुहोस्, कुरेर बसेर लिएर जानुहोस्। आज मैले पनि अरूको ज्यान बचाएँ। श्रीकृष्ण, रक्त सञ्चार गाडी कहाँ आइपुग्यो थाहा पायो? आउँदैछ अरे, मैले अघि कल गरेको थिएँ। नमस्ते, के कामले आउनु भएको थियो कुनै? एउटा कुरा बुझौ भनेर आएको। ए हुन्छ, जाउँ उता बसेर कुरा गरौँ। हस्, मेरो रोलमा एउटा संस्था छ, यस्तै एउटा प्रोग्राम राखौँ भनेको। मेलो मेसो नपाएर कता हो कता। एकदम सजिलो छ ब्लड डोनेसन गर्नको लागि। त्यसको लागि तपाईँ आफ्नो संस्थाको एउटा लेटर लेखेर ल्याउनुहोस्, त्यसपछि ब्लड ब्याङ्कमा एउटा लेटर लेखेर दिनुहोस्। त्यसको लागि चाहिँ तपाईँले टाइम लिनुपर्छ है, अलि छिटै गर्नुहोस्। अनि खर्च कति लाग्छ नि बहिनी? त्यति धेरै खर्च लाग्दैन, हामी सामान्य तरिकाले त फरक नगरिकन पनि रक्तदान कार्यक्रम गर्न सक्छौँ। अनि दातालाई केही दिनु पर्दैन? सामान्य तरिकाले एउटा अन्डा, जुस, फलफुल चाहिँ हामीले दिन सक्छौँ। र तपाईँहरूको रेकर्डको लागि चाहिँ प्रमाणपत्रको पनि व्यवस्था गर्न सक्नुहुन्छ। र रक्तदान गर्ने जुन यो स्थल छ त्यो चाहिँ एकदम सुरक्षित हुनुपर्छ है। फेरि हस् त बहिनी, जानकारीको लागि धेरै धेरै धन्यवाद। म चाँडै एउटा कार्यक्रम राख्छु। नमस्कार। अब टाइम सकिन आँट्यो। तपाईँहरूको डोनर कतिजना हुनुहुन्छ? डोनरहरू छन् भने बोलाउनुहोस्, त्यसपछि हामी जान्छौँ। एकछिन बस्दिनुहोस् न है, बिहान पनि आधी घन्टा ढिलो आउनु भयो। 1-2जना डोनरहरू आउँदै हुनुहुन्छ, त्यसपछि जानु छ। तपाईँहरूको डोनरहरू हुनुहुन्छ भने हामी बस्छौँ, अनि त्यसपछि प्याकअप गर्नुपर्छ है। तपाईँलाई यो ए पोजिटिभको प्याक्सलमा आएको रहेछ, अहिले हाम्रो स्टकमा छैन। तपाईँले आफ्नो मान्छे बोलाउनु पर्ने हुन्छ। तर भर्खर सिभिलबाट ब्लड लिएर आएको गाडीको पछि पछि आइरहेको छु। तपाईँ कस्तो ब्लड छैन भन्नुहुन्छ? होला, तपाईँ गाडीसँगै आउनुभयो, तर हाम्रो एउटा प्रक्रिया छ नि,
प्याक्सिल बनाउने प्रक्रिया लाग्छ, समय लाग्छ। त्यस कारणले फेरि त्यसमा पनि प्याक्सिल योग्य ब्लड छ कि छैन त्यो पनि थाहा छैन। त्यसो भएर तपाईँले आफ्नो मान्छे बोलाउनु भयो भने चाँडै हुन्छ। तपाईँ यहाँ बसेर जहिले एउटै डाइरेक्ट सुन्नुपर्छ सर। तपाईँको हाकिम कहाँ हुनुहुन्छ त म हाकिमसँग कुरा गर्छु। तपाईँको पारा ठिक लागेन मलाई। कस्तो कुरा गर्नुहुन्छ? मेरो हाकिमले आफ्नो ब्लड झिकेर तपाईँलाई दिने हो र? हाम्रो स्टकमा भए त तपाईँलाई उपलब्ध गराइदिइहाल्छ उनी। ठिकै छ, अब तपाईँ हाकिमसँगै कुरा गर्न चाहनुहुन्छ भनेदेखि माथि 10 नम्बर कोठामा हुनुहुन्छ, उतै गएर कुरा गर्नुहोस्। हाकिमसँग कुरा गर्छु। हजुर, शनिबार मात्रै भएर हुँदैन नि सर। त्यो हामीलाई त ब्लड वर्किङ डेमा पनि चाहिन्छ, शनिबार पनि चाहिन्छ। हजुरहरूले शनिबारको सट्टामा वर्किङ डेमा गरिदिनु भयो भनेदेखि ब्लड चाहिने मान्छे पेसेन्ट पार्टीले पनि रेगुलरली ब्लड पाउनुहुन्छ, उहाँहरूलाई पनि सजिलो हुन्छ नि। है सर, सल्लाह गरोस् न एकपटक। है हस् सर, नमस्ते, बस्नुहोस् न। के बस्ने सर? के हो यो रक्त सञ्चार केन्द्रको पारा के हो? मैले ब्लड खोज्न आइरहेको छु, म ब्लडै पाइरहेको छैन। ल एकछिन कुल भएर बस्नुहोस् न, तपाईँलाई म सम्झाउँछु। ब्लड कुन चाहियो तपाईँलाई भन्नुहोस् त। ब्लड लिन आइरहेको। पहिला बस्नुहोस्। तपाईँको बिरामी के भएको? क्यान्सर भएर हस्पिटलमा छ। क्यान्सर भएर हस्पिटलमा छ है। सुन्नुहोस्, ब्लड सधैँ हामीसँग एभाइलेबल हुन्छ भन्ने छैन। ब्लडको धेरै कुराहरू हुन्छन्। तपाईँले ब्लड दिनु पनि भएको छ होला, सबैले ब्लड दिनु पनि भएको छ होला। तपाईँलाई लाग्छ कहिलेकाहीँ यत्रो दिन ब्लड कलेक्सन भएको छ, किन ब्लड पाइँदैन भनेर, होइन? तर ब्लड सधैँ भन्ने बित्तिकै तपाईँले खोजेको जस्तै ब्लड पाइन्छ भन्ने छैन। तर हामीसँग अहिले ब्लड छैन, तर हामी म्यानेज गर्न सक्छौँ। तर केही समय लाग्न सक्छ, तर तपाईँले हामीले टाइम दिनुपर्ने हुन्छ। केही समय हामी म्यानेज गर्न सक्छौँ यसलाई। रेगुलर ब्लड आइरहेको हुन्छ, रेगुलर ब्लड डोनेसन प्रोग्राम अर्गनाइज भइरहेको हुन्छ। सो म आफै अर्गनाइजर, मैले नै ब्लड पाइरहेको हुन्छ भने अरू सर्वसाधारणले कसरी ब्लड पाउँछ? ब्लड आउने र जाने प्रक्रिया कन्टिन्युअसली हुन्छ सर। हेर्नुहोस्, हामीलाई पनि नरमाइलो लाग्छ एउटा आयोजकले एकपटकमा 30 वटा 40 50 60 100 200 500 सम्म ब्लड कलेक्सन गराउनुहुन्छ, तर उहाँहरू आफैले ब्लड नपाउँदाखेरि हामीलाई पनि दुःख लाग्छ। एउटा डोनरले रक्त सञ्चार केन्द्रमा आएर ब्लड जब पाउँदैन, ऊ नेगेटिभ भएर यहाँबाट फर्किन्छ। जब आफूले डोनेसन गरिसके पछाडि पनि ब्लड पाउँदैन भने किन ब्लड डोनेसन गर्ने भन्ने त्यो माइन्ड मेकअप बनाएर यहाँबाट निस्किन्छ र बाहिर गएर अन्य साथीहरूलाई पनि त्यही खालको कुराहरू, नेगेटिभिटी कुराहरू फैलाइरहेको हुन्छ। यसलाई हामीले कसरी गर्न सक्छौँ? तपाईँले भनेको कुरा एकदम सही हो। जब मैले आफूले पहिला ब्लड दिइसकेको छु र आफूलाई चाहिँदाखेरि पाइएन भने तपाईँलाई पनि रिस उठ्छ र पछि ब्लड तपाईँ आफूले पनि दिन चाहनुहुन्न र अरूलाई पनि नदिन भन्न सक्नुहुन्छ। तर यसलाई पोजिटिभली सोच्ने हो भनेदेखि ब्लडको आवश्यकता भनेको हरेक मान्छेलाई पर्न सक्छ। ब्लड दिने मान्छेलाई पनि पर्न सक्छ, नदिने मान्छेलाई पनि पर्न सक्छ। त्यसको लागि जबसम्म रक्त सञ्चार सेवामा ब्लडको उपलब्धता हुँदैन तबसम्म कसैले पनि पाउँदैन। डक्टरले बिरामीलाई ब्लड लिएर आइज भनिरहेको हुन्छ, गुरुवाहरू त्यत्तिकै आँतिरहेको हुन्छ ब्लड नपाउला कि भन्ने, ब्लड कहाँबाट ल्याउने भने आँतिरहेको हुन्छन्। त्यो आँतिरहेको बेलामा अर्को एक्सिडेन्ट पनि हुनसक्छ। हजुरको रक्त सञ्चार केन्द्रमा ब्लड पाइँदैन भने अन्त कहाँ गएर आश गर्ने हामीले? अरू सङ्घ संस्थाहरू पनि बिस्तारै दिनानुदिन अगाडि बढ्दैछन् ब्लड म्यानेज गर्नको लागि। र अहिले हामीसँग ब्लडको यो स्कार्सिटी हुनुको, ब्लडको अभाव हुनुको एउटा कारण यो पनि हो कि बिस्तारै ब्लड कलेक्सन गर्ने अरू सङ्घ संस्थाहरू थपिँदै जाँदाखेरि कुनै ठाउँमा ब्लड डम्पिङ भएर बस्ने र ब्लड स्टक बढी बस्ने र हामीहरूसँग धेरै मान्छेको एक्सपेक्टेसन र धेरै मान्छेको आशा चाहिँ नेपाल रेड क्रस सोसाइटी हुँदाखेरि सबै मान्छेहरू यहाँ आउनुहुन्छ र हामीसँग चाहिँ ब्लडको अभाव यो मात्रै होइन, अरू पनि छ र अरूले पनि एकदम सही कुरा गर्नुभयो। केही समय अगाडिसम्म काठमाडौँ भ्यालीमा रक्त सङ्कलन गर्ने एउटा मात्रै संस्था थियो, त्यो भनेको चाहिँ नेपाल रेड क्रस सोसाइटीको केन्द्रीय रक्त सञ्चार सेवा। र अहिले काठमाडौँ भ्यालीमा धेरै हस्पिटल्सहरूले आफैले कलेक्सन गर्न थालेको छ, अरू प्राइभेट संस्थाहरूले कलेक्सन गर्न थालेको छ र त्यो काठमाडौँ भ्यालीभित्रका डोनरहरू पनि बिस्तारै बाँडिँदैछन्। र त्यो कारणले गर्दाखेरि र नेपाल रेड क्रस सोसाइटीको रक्त सञ्चार सेवामा स्कार्सिटी, ब्लडको अभाव भए तापनि अरू ठाउँमा चाहिँ ब्लडको एभाइलेबिलिटी हुनसक्छ। हजुरबाट धेरै कुरा बुझ्ने मौका पाएँ, धेरै कुराहरू बुझ्न बाँकी रहेछ म आफैले पनि। हस्, तपाईँले ब्लड पाउनुहुन्छ, एकछिन वेट चाहिँ गर्नु होला है त। हस्, आज त यो पाइप गाड्ने काम जसरी भए पनि सक्नै पर्छ। छिटो छिटो हात चलाउनु न। खण्डै छु। त्यबाट खने हुन्थ्यो नि त। खण्डै छु ल। ए के गरेको यो? देखेन के गरेको? पानी ल्याउन लाग्यो उ। मेरो घरको जग भत्किन गरी यसरी खन्ने हो भने त उ त्यहाँ बीचबाट खन्नु पर्दैन? के हो पाइप त्यहाँ छ, कहाँ खन्न जाने त? ल खन्नु त्यहाँ। ए नखन्नुस् त, त्यो छोडिदिनुस्। खन्न पाउनुहुन्न यसरी। मेरो घर भत्काएर तपाईहरु पानी ल्याउने? कहाँ घर भत्किन्छ भने? त्यो पाइप त्यहाँ भएपछि कहाँ खन्न जाने? टन्न पानी खानलाई त मेलम्ची आउँछ अनि खानु पर्छ। तिमी नै खाएर बस। ल मलाई हेपे। मेरो बुढो विदेशमा छ भनेर मलाई हेपे? हैन, मलाई चाहिँ हेपे त। न्यु खोज्दो रहेछ ए।
बढी बढी न्यु खोज त्यहाँ खन्नु हो होला के गर्छस् तैले ओ हामी पानी खान्छु भन्दा नि खान नपाउने हो तरै गर्छ येपेको कतिको बल देखाएको हे बुढी बुढा नबुढ्न हे केटीका तेरा बुढा बुढी आइज दुईटालाई सिताउँछु म ल आइज चाहिँ न्यु खोज्दो रहेछ ए बल देखाउन आयो यहाँ तँलाई राक्षस नि न्यु खोज्छस् अझै न्यु खोज्छस् आइज छोरी लौ न बाबु छोरी तपाईँको बच्चाको अवस्था एकदम क्रिटिकल छ। जति सक्दो चाँडो ओ नेगेटिभ ब्लडको व्यवस्था गर्नुहोस्। चाँडै ल्याउनुहोस् है। नमस्ते सर। नमस्कार, भन्नुहोस् के सेवा गरौँ? मेरो छोरी एकदम सिकिस्ट छ सर, मलाई यो रगत चाहियो सर। तपाईँको लागि यो नेगेटिभ ब्लड लेखिदिएको रहेछ। यो अहिले हाम्रो स्टकमा छैन। देख्नु भएन, रगत नभएर नै यहाँ बाहिर त्यत्रो हङ्गामा भइरहेको छ। अब तपाईँले आफै मान्छे व्यवस्था गर्नुपर्ने हुन्छ। हे भगवान, आज इन्छिया सुन्नुहोस् त, त्यो हाम्रो नेगेटिभहरूको समूहको अध्यक्ष हुनुहुन्छ नि, ल पुरै नसुनिकन जानु, बाहिर पनि त्यत्रो हङ्गामा भइरहेछ। होइन, हामी नेपालीहरू कहिले कुरा बुझ्ने? अन्य कुरामा नभए पनि हामी कमसेकम आफ्नो रगतमा त आत्मनिर्भर छौँ नि। हामी सबैले नियमित रक्तदान गर्ने हो भनेदेखि रगतको समस्या हुन्छ र? के भन्नुभयो तपाईँले? रक्तदान नगर भन्छु भन्नुभएको होइन? हो, त्यस्तै कारणले गर्दाखेरि समुदायले रक्तदान नगरेकै कारण रक्त सञ्चार केन्द्रमा रगतको अभाव भइरहेको छ। रगत भनेको के हो? फ्याक्ट्रीमा उत्पादन हुने कुरा हो र? रगतको विकल्प भनेको अहिलेसम्म साइन्सले पनि पत्ता लगाएको छ। मानव रगतको विकल्प भनेको मानवकै रगत हो। तपाईँ जस्ता रक्तदाताहरू अनि मिडियाहरूले रक्त सञ्चार केन्द्रमा रगतको अभाव भयो कि रक्त सञ्चार केन्द्रले रगत दिएन, त्यस्तो ठाउँमा रगत किन दान गर्ने भनेर एउटा नकारात्मक विषय फैलाइदिनुहुन्छ। त्यसको असर के हुन्छ? समुदायले रक्तदान गर्दैन, अनि समुदायले रक्तदान नगरिसकेपछि हामीले जति माग्छ त्यो किसिमको रगत परिपूर्ति गर्न सक्दैन। त्यसकारण तपाईँले के बुझिदिनु पर्यो? हो, यहाँ रक्त सञ्चार केन्द्रमा रगत नपाएको कारण के रहेछ? हामीले नियमित रक्तदान नगरेको कारणले यहाँ रगत रहन्छ भन्ने कुरा बुझेर समुदायलाई त्यो कुरा बुझाइदिनु पर्यो नि। अनि तपाईँ जस्तै बिरामीका आफन्तहरूले भनेको बेलामा रगत पाउन सक्छ। अलिकति सकारात्मक सोचौँ, रगत नपाएको बेलामा धेरै नेगेटिभ कुरा नसोचौँ। किन नपाएको तथ्य कुरा बुझौँ र समुदायलाई रक्तदान गर्नलाई अभिप्रेरित गरौँ, पोजिटिभ विचार फैलाउँ। यो कुरो कहिले सोच्नु भएको छ? त्यो विषयमा हामीले सोचेकै थिएनौँ। ल
ला रगत नपाएको आक्रोशमा के बोलियो के बोलियो अब पोजिटिभ कुरा त सोच्नै सकिएन भने हो मित्र अब म सबै टोल छिमेक साथीभाइलाई पनि ब्लड डोनेसन चाहिँ गर्नुपर्छ है भन्नुपर्छ। हो यो कुरोमा हामी आएर बल्ल कन्भिन्स भयौँ। तपाईँ लगायत तपाईँहरू जस्ता आयोजकहरू र सर्वसाधारण मान्छेहरूबाट यति सहयोगको अपेक्षा गर्दछु। नमस्ते, नमस्कार। बल्ल कुरा बुझियो, समय पनि पुगेको छ, आजै रगत दिएर जाउँ। नमस्ते, फर्म दिनु त। हजुरको नाम गायत्री हो? हजुर। ब्लड दिन आउनु भएको? हजुर। पहिला दिनु भएको छ? छैन। ब्लड दिनु भएको छैन? तर रक्तदान शिविरहरूमा चाहिँ गएको थिएँ। हजुर। प्रेसर लो भएको कारणले गर्दा ब्लड डोनेसन गर्नै पाइनँ। आज चाहिँ दिन्छु नै भनेर आएको। ठिकै छ। हालसाल केही मेडिसिनहरू खाइराख्नु भएको छ? छैन है। 2 वर्ष बिचमा जन्डिस, टाइफाइड, अपरेसनहरू त्यस्तो केही गर्नु भएको छ? छैन है। खाली पेट त हुनुहुन्न? अहिले खाजा खाएर आएको। प्रेसर त ठिकै छ तपाईँको। आज चाहिँ है पिरियड भएको कति दिन भयो हजुरको? 6 दिन भयो। ओ जम्मा 6 दिन? हजुर। ला 6 दिनमा त दिन मिलेन नि त ब्लड। 10 दिन हुनुपर्छ पिरियड भएको ब्लड दिनको लागि। भनेपछि यस्तो मिन्स भएको बेलामा गर्न नमिलिरहेछ। मिन्स भएको बेला हामी आफै पनि विकनेस भएर आउँछौँ होइन, हिमोग्लोबिन कम भएर आउँछ। त्यही भएर मिन्स भएको 10 दिन कट्नै पर्छ ब्लड दिनको लागि। ए भनेपछि हामी महिलाहरूले त कि विवाहित हुनुभन्दा अगाडि नै कि भने बच्चाहरू हुर्किसकेपछि मात्र ब्लड डोनेसन गर्दा राम्रो रहेछ है त। थ्याङ्क यू, नेक्स्ट टाइम आउनु होला है। हस् त, नमस्ते। तिमीलाई केही हुँदैन बाबा, तिम्रो बाबा ब्लड लिन जानुभएको छ, निको हुन्छ छिट्टै। मेरो छोरीलाई केही हुँदैन। रगत पाएन डाक्टर साहब, के गर्ने? तपाईँको आफ्नो आफन्तहरूलाई बोलाउनुहोस् न। कस्तो छ अहिले तँलाई? खै ल्याउनु भयो? रगतै पाएन, के गर्ने? धन्यवाद तपाईँले नानीको जीवन बचाउनु भएकोमा। मलाई धन्यवाद दिनु पर्दैन डाक्टर साहब, यो त हामी सबै नेपालीको कर्तव्य हो। आत्तिनु पर्दैन, हजुरको छोरीलाई ब्लड उहाँले दिइसक्नुभयो। पानीको पाइप चाहिँ लान दिन्न नि ल। थ्याङ्क यू अङ्कल, सबले मेरो साथीलाई ब्लड दिएर बचाउनु भयो। मैले रगत दिएको छैन बाबु। अब अरूलाई दिनु है। हस्। थ्याङ्क यू अङ्कल, तपाईँले मलाई ब्लड दिएर बचाउनु भयो। नानी, हामीले त ब्लड दिएको छैन। अब अरू हराइदिनुहोस्। हस्, थ्याङ्क यू। अरू सिना हिँड्दा जाम। थ्याङ्क यू आन्टी, तपाईँले मलाई ब्लड दिएर बचाउनु भयो। कसैले पनि रगतको अभावमा जीवन गुमाउन नपरोस्, त्यसैले प्रत्येक 18 वर्ष पुगेका स्वस्थ नागरिकहरूले नियमित रक्तदान गरौँ।